हेलो नमस्ते गाइज, फाइनली हामी अहिले मासु पकाउँदैछौँ। सो गाइजहरू हेरिदिनु होला, आज म आफै मासु पकाउँदैछु, स्पेसल डिस। गाइजहरू प्लिज है हेर्नुहोस् है, मासु पकाउने दिन मेरो भाग हो। आज पकाउँछु, मजाले मासु पकाउँछु है आज त। सबभन्दा पहिला पियाज हाले, तेल हाले, मजाले भुट्नुपर्छ, रातो तरिकाले भुट्नुपर्छ। अनि त्यसपछि मासु हाल्नुपर्छ है। आज त्यो पनि आज चुलोमा बनाउँदैछु, पुरानो तरिकाले दाउराले पकाउने आज। फाइनली गाइस मासु भुट्दैछु म आज। हेर्नुहोस्, म आफै आज कुक गर्दैछु मासुको, हेरिदिनु होला है गाइजहरू। मासु भुट्दैछु आज म आज आफ्नै तरिकाले बनाउने मासु। गाइजहरू हेर्नु होला है। फाइनली गाइज हाम्रो मासु पाक्न लागेछ, चलाउँदैछु। हेर्नुहोस्, मसाला बाँकी छ हाल्नलाई। एकदम कतिको टेस्टी हुन्छ अब आजको मासु, खसीको छ। भर्खरै अदुवा लसुन पेस्ट हालेछु है गाइज, हेर्नुहोस् है, हेर्नुहोस्। फाइनली गाइज हाम्रो मासु पाक्न लागेछ, लगभग तयार भइसकेको छ हाम्रो मासु। हेर्नुहोस्, मिठो छ कि अब के कस्तो छ। आफ्नो तरिकाले त मिठै बनाएको छु, मसला हालिसकेको छु। हेर्नुहोस् है, मासु खान आउनुहोस् है साथीहरू, कस्तो टेस्टी छ। टेस्टी मासु। अब लास्टमा सम्म छ, बाँकी छ, थोरै बाँकी छ। अब गरम मसला हालिन्छन्, एकदम फ्रेस हुन्छ हाम्रो मासु है गाइज।